केपी ओली यति हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। झुटा कुरा होइन। बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ नाम छ। फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। निर्वाचन भयो भने म घाँटी गाड्छु घाँटी। बालेनले जित्यो भने झापामा कान काटेर म टिटी मसिनगर टाका लाउँछु। 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ। 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्निन तयार छु। फागुन 21 मा तपाई इलेक्सन गर्न सक्नुहुन्छ। म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर ल गराएर हेर्नुस्। म मेरो जीवनमा पोलिटिक्स छोड्दिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन।